रुको रुको, ऐसे नहीं, शुरू से दिखाता हूँ। दिल पे सवाल है, जीना फिलहाल है, खाना बदोशियों पे ही जाने को। इलाही मेरा जी आए आए, इलाही मेरा जी आए आए। कतिलो फोटो पुरा नगर्ने भयो तपाईँले कतिलो फोटो सबै लिस्टमा डिलिट गरिदिए नर्मल डिलिट गराइदिए मेरो बर्थडे आउँदैछ नि यार मेरो बर्थडेमा मम्मीकोमा गर्नुपर्ने के गर्यो तर मम्मी चाहिने कि नचाहिने पुरा लेखेर अनि मम्मी चाहिने भने मम्मीसँगै म्यानेज अलिक छ भन्दा कस्तो घरमा अरूको घरमा छ ए यताउता के दिनु न उजुरी त मसँग भेट्ने गरेर जसमा के कुरो यता सौता हो मेरो स्टोरिज त छ नि तेरो आधी भिडियोले गर्दा खायो होला है हो त के मेरो भन्दा धेरै फोटो तिमीहरूको छ अझ भिडियो धेरै थाहा हिजो त्यो दिन मात्र छ नि 4 दिन खाएको छ त्यो हामीले मोमो बनाएको छ नि त्यो दिनको कति गरे तिमीलाई मैले त्यो मेरो ब्ल्याक कलरको बेल छ त त्यही मैले जम्मा 100 मा लिएर आएको बेल भनेको हामीले बेच्ने 500 मा हो हामीले 100 150 मा हुने हो के त्यो त्यो सम्म भन्दा धेरै लिटरमा ब्ल्याक कलरको बेल छ नि त्यो सब धेरै हैन 600 सम्म आउँछ कति भन्दै तिमीलाई यो छ नि त्यो नर्मल सेटमा त्यो मात्र गर्छ कपडा पनि अर्को तरिकाको छ नि त यो एकचोटि लाएर सुत्यो भने यो कपडा जान्छ नि मैले 2500 मा छ नि पाइन्ट पनि किन लगाउनु पनि चाहिएको 2500 मा हैन नि 3000 3650 ज्याकेट पनि छ नि कति मैले फर्स्टमा 2700 भनेको थियो होइन 2700 को त ल तपाईँले लास्ट प्राइस 2200 भनेको थिएँ तर त्यो लेदर ज्याकेट कति कुन भने मेरो तैँले गर्नु मेरो क्वालिटी पर्सन त हेर न राम्रो मेरो यस्तो कपडा तर मैले किन्नु होइन तै आफू किन्नु भएको थियो चाहिँ चोइस मैले थिएँ त ज्याकेट धेरै भएन ज्याकेट धेरै आएर यो कता होइन न फर्स्टमा त 4 कति भनेको थियो है ज्याकेट धेरै होइन हेरेको ज्याकेट मन परेन कि अनि पछि फेरि भोलिपल्ट पसलमा गएर अनि
मन परेर मसँग जाँदा मन नपऱ्यो साक्षीसँग जाँदा मन पऱ्यो अनि त्यतिखेर त्यो ज्याकेट देखाएको थिएन नि त हो कि होइन होइन त्यसलाई अनलाइन अर्को वाला अनलाइनमा कति सब्जेक्टसम्म गरे होइन अनलाइनमा त आउँदैछ अनलाइनमा अर्डर होइन नि त्यो अनलाइन त्यो फिजिकलमा सस्तो गरेको थियो क्या अनलाइनमा त आउँदैछ 14 रुपियाँ डेलिभरी चार्जमा केही किनौँ जस्तो लाग्यो त्यस्तो अहिलेसम्म त त्यस्तो सोच्थेन अहिलेसम्म त चाहियो एउटै लुगा छैन होइन यस्तो सोची घरमा लुगा कहाँ राख्ने मेरो त कतिको लुगा चल्छ त भएको जस्तो घरलाई सबसे एउटा कम लुगातिर होला है भाइको भने बाबुको सबभन्दा कम ड्याडीको मेरो ड्याडी लुगा किनेर नि थाहा छ त्यो ड्याडीले लुगा किनेर हुन्छ कमसेकम लुगा हामीले किनेर लगिदिनु पर्छ यस्तो के कमसेकम तँलाई त तँले त पर गर्न पाएँ नि त त्यसले तँलाई घर त्यो भन्दा ड्याडी यस्तो क्या अब लुगा फेरि मेरो घरमा चाहिँ छ नि मेरो भन्दा धेरै लुगा पाएको छ क्या अब ड्याडी यस्तो के अब भयो नि त बच्चाहरूलाई फेरि त्यसलाई पाल्नु पर्छ त्यसलाई पढाउनु पर्छ भने होइन त्यो त आफै नगरिकन होइन आफूले आफ्नो इच्छाहरू मारेर बस्नुहुन्छ अब ड्याडीलाई लुगा त्यतिकै पढेर भने होइन भने कहिले के भन्छ कहिले के भन्छ तर अहिले दिदी गाडी गर्दैन नि पहिला गाडी गरेको अहिले ड्याडी अहिले गाडी एडमिसन गर्ने ड्याडीको अनि अरू चाहिँ हुन्छ त एजेन्सीहरू मन्थली चाहिँ लिँदैन लिँदैन यता लिँदैन नि सरकारी स्कुल हुन्छ अनि मन्थली चाहिँ लिँदैन भइसक्यो भइसक्यो अर्को उसलाई पुग्छियो सरकारी स्कुलमा मन्थली फी लिँदैन हौ गर्नै राखेँ तर नि अलिअलि सोह्र त हुनुपर्ने हो है बनाउनु म गर्नेर गर्छु कि तिमीले बनाउनु फेरि त्यसलाई मैले कति गरिदिएको छु त्यो बेस कति गरिदिनुपर्छ यो सब पेमेन्ट दिने म त्यसलाई त ज्यादा मात्रै दिन नै ठिक छ ज्यादा चाहिँ सही भयो ए तैँले आफ्नो मान्छे पनि ज्यादा दिन्छस् दिनु परेन ए भनेपछि म तँलाई जहिले घरमा पुऱ्याउनु आएको किन्ने पर्छ लाग्यो होला होइन लु मागेर देखा अनि यो तँले मागेको देख यो तिम्रो दिएको लागि होला नि त नानीको दिएको लागि होला नि त मामा मेरो बेको लागि भने किन भने त म तँलाई बिहे मेरो गर्दिनँ बेमा त कार्ड दिएपछि नि यहीँ आएर गरिदिनु पर्छ जस्तो छ अवस्था हेर्छ भागारै ल्याउने किन काटेको बुलेट बाइकमा ल्याउने हो बुलेट बाइकमा ल्याए पनि अगाडि केही नराख्ने त्यो गाडीलाई पैसा दिनु भन्दा बरु एउटा बुलेट त्यो बाइक त्यो बाइकमा बुलेट किन्नु म बुलेट किन्न सिकाउनु भाडै किन्ने सिकाउनु मलाई किनिदिइहाल्यो होइन अब मैले एउटा बाइक चलाउनु पऱ्यो ल्याएर अनि सबै छोरीले किनिदिएको मात्रै मेरो मैले तेरो मात्रै फ्यामिली अब जन्म भने के भन्थ्यो होला है त्यो घर छोडेर हेऱ्यो सक्छ कति कति होइन क्या धेरै होइन 27 लाख मात्रै मागिरहेको छ नि अहिले पनि धेरै होइन धेरै होइन। 27 लाख त्यसले 45 दिन चाह्यो भनेर त्यो कर पनि गरिरहेछ धेरै होइन 45 दिन पहिला सुरु त्यसको प्रोसेस मिलोस् न ड्याडीले भनेछ त प्रोसेस मिलोस् न भनेर आशै छैन डुबाउँछ होइन अलिअलि पैसा मैले ममा चार्ज गर्छ कसलाई तँलाई पो हाँस्छ मलाई मेरो बाबाले गर्छ ए त अहिले मात्रै त्यहाँबाट पोल खोलिदिन्छु पखान बाबाको अगाडि भयो अहिले मात्रै हाँस गर्छ अहिले मात्रै छ नि अहिले पनि यो औषधीको छ नि राम्रै गरिरहेको हो त तिम्रो त खासमा यतै गऱ्यो हुन्छ त के औषधीको अँ। मैले गरिरहेको छु त फेरि बरु बाहिर जाने लगानी यतै गएर ए साथी भयो मोबाइल चलाएर गएर खान्छु बरु तँले नलिनु पनि ए
त्यसो भए कोर्ट म्यारेज गरेर गएन भने त्यो तलको काम त्यो नखाने के भन्छु अब अगाडि छ नि कोर्ट म्यारेज बिहे गर्न जाऊ भन्यो भने नि ओके म आएर बिहे गर भन्यो भने ओके त्यसो गर्दा अस्तिसम्म त के भन्छ बारी भन्दा कोर्ट म्यारेज गरेर जान्छु आए कोर्ट म्यारेज गर्ने मान्छे कोर्ट म्यारेज चाहिँ म्यारेज गर्नु कोर्ट म्यारेजमा भनेको सायद मात्र बसेर गऱ्यो हुन्छ होइन अनि पछि गएर तैँले छ नि मेरो कुरा सुन न पछि गएर तैँले छ नि कोर्ट म्यारेज हो अनि केही लफडा परेन तैँले घर मलाई लिनै माइती लिनै आएको भनेको क्या त्यति साह्रो पनि छैन होला त्यो त अब कतिसम्म छ भने भयो त अहिले त्यसमा आफ्नो के हुन्छ भने के हुन्छ के अहिले यहाँ तपाईँलाई जे पाइजे भन्नुहुन्छ त यहाँ मात्रै सामान फालेर लिस्टमा गइदिन्छ मतलब के भन्छ बानी चेक गर्छु भनेको लु म गर्छु ल अब न गर्छस् पहिला बानी चेक गर्छु कस्तो लु गर्छु कुराहरू बाहिर गर्दा तेरो बात चेक भएको मलाई फिल भयो भने तँलाई त केही फिल हुँदैन हो म बाहिर जान अगाडि 2-3 दिन अगाडि तँलाई डिस्काउँछु यस्तै बानी भयो भने चाहिँ कति बिहे गर्नु भयो तँलाई बुढोको टुपी रिङ्गाएर खानु परेन के बुढोको टुपी रिङ्गाएर खानु परेन सम्झिने हो तँलाई काम गराउने तेरो मम्मीमा खाने हो खै यार हो त जब मलाई बाँड्नु सक्दैनस् मैले भन्नु सक्छु कहिले खाने तँले त मै पाल्छु भन्छस् त अरू केटीलाई हेऱ्यो भने के अरू केटीलाई हेऱ्यो भने मक्ख परेर अरू केटी पछि पछि लाग्यो मक्ख पर्नु नहुने हो भने के कुरामा मक्ख म पर्नु हुँदा हुँदै किन अरू चाह्यो अरू चाहियो भने छैन नि चाहिने तै छैन तर मक्ख त पर्नु पायो नि पाइँदैन कोही कोहीले भनेको थियो कि बिहे भनेको उमेर नपुरेकन गर्नु हुँदैन भन्नु दुःख पाउँछ भन्नु मेरो उमेर पुगिसकेन आयो 20 वर्ष पुगेको छैन मेरो 21 वर्ष यो वर्ष 21 मार्च अनि पुग्यो साँच्चै पुग्यो झ्याम खाना कानुनी रूपमा 20 वर्षपछि बिहे गर्न होइन हाम्रो तर हाम्रो नेपालमा भनेको 30 वर्ष केटाको एज 30 वर्ष केटीको एज धेरै होइन 20 वर्षको आज भोलिको त्यति हुने हो कि बिहे गर्न भन्दा अगाडि कति एबर्सन गर्छ थाहा हुन्छ म पहिला हस्पिटल बस्नुला नि डेली एबर्सनको केस आउँथ्यो किनहरू त मेरो ड्युटी गर्दा म ड्युटी गर्दा फेरि शनिबार आउँथ्यो नि औषधि किन्न अरू बेला मिल्दैन नि त अनि शनिबार अलिक धेरै पैसा दियो भने आउँछ क्या त्यस्तो केटी सोच्यो सोध्नु पर्ने छैन मलाई सोच्नु झन् एकछिन त छ नि कतिसकेको केटी आयो होइन नागरिक हेर्नुलाई हेर्नु पर्ने गरी यसै ठुलो चाहिँ तर मेरो साथी निकाले के म यहाँ त उठेर आउनुपर्छ नगल तपाईँलाई कस्तो समय बस्यो मैले चाहिँ अब नसक्ने मान्छे